जाने यस्तो किसिमको हाम्रो एक प्रकारको टीका लगाउने यो शैली छ र विशेषतः यसलाई पूर्वी क्षेत्रतिर यो विजयादशमीदेखि पूर्णिमासम्म टीका लगाइन्छ भने पश्चिममा क्षेत्रहरूमा काहीँ एक दिन मात्रै पनि लगाउने चलन छ र यस दिन देवी लक्ष्मीले विशेषतः यो कोजागत पूर्णिमाको को जागृत छ भनेर अन्तिम दिन चाहिँ राति को जागा छ त उसको आत्मा जागा छ कि छैन भनेर विशेषतः जो जागा छ त्यसलाई धन सम्पत्ति दिने पनि विश्वास गरिन्छ र दसैँले विशेषतः पारिवारिक मेलमिलाप गराएर विदेशबाट टाढा बस्ने परिवारजनले सबैजनासँग भेट गराउँछ भने विशेषतः यो दसैँमा सबैजना चाहे ती आफू जति टाढा टाढा राष्ट्रिय अन्तर्राष्ट्रिय जहाँ बसे पनि उनीहरू आफ्नो